कुनै पनि रिसर्चहरुबाट रिड गरेर पनि हाम्रो नर्सिङ रजिस्ट्रेसनको लागि हामीले यो गर्नैपर्छ भनेर भनेको छ हैन। मैले अगाडि पनि भनिसकेँ कि हामीले यो सिपिटी क्लास यदि यहाँ हाम्रो म्यामले हामीलाई यसरी एरेन्ज नगरिदिनु भएको भए हामी सबैलाई काठमाडौँ गएर हामीलाई कन्फरेन्सहरु एटेन्ड गर्नु पर्थ्यो। हाम्रो त्यसमा पैसाको खर्च पनि हुन्थ्यो, आउने जाने भाडा, ट्रेनिङको पैसा छुट्टै हामीलाई अझै धेरै भार पर्थ्यो। हामी सबैजना वहाँ जान सक्छौँ भन्ने पनि छैन हैन। हाम्रो व्यस्तताको कारणले गर्दाखेरि हामी कतिजना नजान सक्ने पनि हुन्छ। त्यही भएर यो क्लासलाई यसरी एरेन्ज गरेर यो हाम्रो यहीँ हामीले दिन पाउने जुन वातावरण यसरी सृजना गरिदिनु भएकोमा मैले फेरि पनि मिठुन म्यामलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हामी सबैले भन्नुपर्छ भनेको त्यही कारणले हो हैन। अहिले हाम्रो नर्सिङ रजिस्ट्रेसन गर्नको लागि हामीलाई के गर्ने भनेछ त सिपिटी क्लास। सिपिटी क्लास भनेको के रहेछ त? कन्टिन्यू एउटा के हो त हाम्रो प्रोफेसनल हो। यो हाम्रो एकदमै मेन्डेटरी नभई नहुने हामीलाई हैन, नभई नहुने चिज हो। जुन हामीले यो एटेन्ड गर्यौँ भने हामीले अलरेडी हामीले जानेको कुराहरू हुन्छ नि, जुन हामीमा ग्यापिङहरू हुन्छ त्यसलाई के हुन्छ त यसले कन्टिन्यू यसले फेरि रिगेन गर्छ। जस्तै अब यसलाई हामीले कसरी कन्टिन्यू रिगेन गर्छ भनेपछि एउटा मैले इक्जाम्पलको रूपमा के भन्छु भने सिपिआर छ नि, सिपिआरमा हामीले पढ्ने बुकमा सिपिआर हाम्रो कति दिने भन्छ त पहिलाको हामीले पढेको बुकमा कति थियो हाम्रो सिपिआर रेसियो कति थियो? अहिले त